म चाहिँ एकदम पुरा एकदम आज दोकानमा बसिरहेको छु दोकानी भएर अनि यही पापा-सापा मेरा पछाडि यसरी झुनिरहेछन् पापाहरू पुरै पापै पापा कसलाई खान मन छ आउनु हुँदा हुन्छ। अनि यसो बाटापट्टि यसो नजर लगाएको त मान्छे छैनन् आज कोही पनि बिहानको बेला कोही मान्छे छैनन् बाटाउँदै खाली छ सबै बाटो सबै खाली छ पुरा। अनि फेरि यहाँ घरमा आएको त हाम्रो एकजना बडाउ चाहिँ पुरा आराम बाबुलाई एकदम यही हेरचाह गरिरहेछ बाबु पनि उफ्री नाफ्री नाचिरहेछ। अनि म फेरि के गर्नु भनेर फेरि अनि आएँ म यता खाक्लरी मेडिकलमा आज फेरि खाक्लरी मेडिकलमा आउनु पर्यो र यहाँ चाहिँ सबैजना यतापट्टि वेटिङ गरेर बसिरहेछन्। मेरो त आज 3-4 दिन भयो खालि खाक्लरीमा आएको है। अनि यता चाहिँ हिजो पानी पर असिनधार यस्तो पानी पर काम चालु थिएन आज पुरा मान्छे एकदम काम गरेछन्। अलिअलि पानी पनि अलिअलि यता हिरो गादो पुरा पानी सानी जामिरहेछ खाल्डामा। यतापट्टि पुरै काम पनि चलिरहेछ पुरा धमाधम काम पनि चलिरहेछ। अनि फेरि उताको काम भयो काम भइसक्यो अनि फेरि अनि अर्को काम अरे फेरि अर्को मेडिकलमा आएर बसिरहेछौँ। सबैजना पनि बसिरहेछन् हामी पनि सबैजना बसिरहेछौँ। अनि कामसाम भइसक्यो अनि फेरि होटेलमा आयौँ अनि म चाहिँ चिया पिउँदैछु उता मामा चाहिँ पुरा पानी घटघट अनि यता दाजु र अनि यहाँ भाउजू चाहिँ पुरा एकदम सिङ्गडा होइन सरी परोठा खाइराख्नु भएको छ। अनि उता दाइ चाहिँ पुरा एकदम बेल्नमा एकदम व्यस्त यस्तो बेल्नु हुँदैछ नि परोठा राम्रो भन्न सक्नु एकैछिनमा कति परोठा बेल्न त सिपालु। अनि हाम्रो कामसाम भइसकेर सरर आउँदैछौँ हामी फरारीमा आफ्नो घरतिर गाउँ। अनि आउँदै यहाँ बुट्टाबारी गोलटीमा आएको त पानी यस्तो पानी रहेछ आमामा कालो न कालो पानी। अनि फेरि आइपुग्यौँ गोरेमारीमा हाम्रो दिपङ्करको भाइको दोकान मोबाइल दोकानको सपमा र मामा चाहिँ बनाउने अरे मोबाइल। अनि बनाउँदै हामी चाहिँ आयौँ गाउँतिर अनि यहाँ बहिनीहरू फेरि जाने अरे रौता। अनि म चाहिँ लिएर जाँदैछु बहिनीहरू रौता बाटामा चाहिँ पुरा घाम पनि चर्किरहेको छ सबै हावा खान बसिरहेछन् सबै यता कोही काकीहरू यता बहिनीहरू सबै उभिरहेछन् बाटामा। अनि म चाहिँ यहाँ चाहिँ पुरा रौता यताहरू बडीहरू सबैजना बसिरहेको छ बाटाभरि। हामी चाहिँ फाइनली हामी चाहिँ अब जान लागेको पुरा अब यो धनसिरी घाट हुँदै हामी चाहिँ जान लागेको ओराङ जान लागेको। हामी चाहिँ कहाँ एउटा कविराज छ कविराजीको घरमा हामी चाहिँ जान आँटेका बहिनी ज्वाइँ हामी सबै गाडीमा। अनि फाइनली हामी चाहिँ आइपुग्यौँ कविराजी बाबुजीको के दबाई सबै भनिरहेको छ त बहिनी ज्वाइँ पनि पुरा एकदम फ्यानको हावा खाएर बसिराख्नु भएको छ। म पनि बसिरहेको छु यहाँ ज्वाइँ चाहिँ के देखाउनु हुँदैछ यसो। अनि डाक्टर साहब चाहिँ पुरा एकदम आफ्नो दबाई सबै जोख्न एकदम पुरा व्यस्त कविराजीको दबाई पनि हो हुन त कि हुँदैन त थाहा छैन मलाई पुरा जोख्न एकदम बिजी पुरा बिजी दबाई आफ्नो बिजी दबाई। अनि यही यता र उता गएछन् मलाई चाहिँ पुरा हतार छ कतिखेर हुन्छ र जाने भन्ने। अनि आउँदा हामी चाहिँ आयौँ रोदा चारा लिएर यहाँ चाहिँ म चाहिँ पुरा एकदम ताक्लो मुन्डा भएर बसिरहेको छु। यता यी टमटम समटम गाडी साडी पुरा एकदम सबै एकदम उफ्रिरहेछन् बसिरहेछन् मान्छे नभेट्दै पेसेन्ट छैन। अनि हामी आएकै सन्ताप हुँदै पुरा एकदम आएका हामी अब घरतिर सररसँगले यतापट्टि घामसाम पुरा एकदम साँझको घाम पुरा एकदम मस्त सूर्य देवताले पुरा टिलिक बाटेर बाटो पनि यस्तो छ। चलो बाई आजको मिनी ब्लग यतिमै समाप्त। चलो बाई।